मास्तिर उडाएर लगेर क्षति नहोस् भन्नको लागि चाहिँ हामीले निभाएको डाँडो पठाएपछि त यो आगो हुन्छ। यो कोट्या त माइला अनि जानुपर्छ। हेर्नु नि सबै खरानी भयो। हेलो लाउरेकैमा पनि हुन्छ होला एउटा ग्यास टुलो चामल त मन के भन्छ जिरा मसिनो चामल एक बेला झारिदिनु पर्ने भयो। ल घर भेटो आज यहाँ दुईटा घर गइसक्यो। अर्को यो घर पनि भेट्नु आँटो। सामान चाहिँ निकाल्यो। दिदी नजानु दिदी नजानु मैले टिप्दिसक्यो अघि। जम त आगोले सकिँदैन। तपाईहरुको घर है ल उहाँहरुको घर तीनटा घर अहिलेको अहिले भेटी गयो। न त यो घर म बाख्रा निकालेर आउँछु। बाख्रा निकाल्न कुद्दै हुन्छ एकदम भित्र पुरै ज्वालोले भेटिसकिरहेछ। पुरै घर चाहिँ यता बाहिर निस्कनु है नवीन दाइ। कुखुरा फेरि उतै उतै कुदिरहेछ। बाछो चाहिँ उतै गयो नि त। बाछो चाहिँ उतै गयो। बाछो ऊ पर छ। अब के गर्नु होइन छोडिदिनु नजानु। होइन नजानु त्यो झन् मास्तिर भाग्छ नचिनेको मान्छे छ। पानी त्यसमा खुल्लै छ नि के गर्नु त्यहाँ जान सक्ने अवस्था छैन। यो भिजेर जाँदा ल्याइदिन्छु। होइन नजानु यो त सास फेर्ने मुस्किल पर्छ नि त यो त। ल बितिएर बेङ्गस्टोली पनि आएको छौँ। कौशल सरहरू हामी यहाँ लोकल मान्छेहरू आइसकेर चाहिँ सामान चाहिँ निकाल्नुलाई भ्याइयो। दाइहरूको सामान निकाल्नु भ्याइयो। घर जोगाउनु सकिएन। कृपया थाहा पर्ने। तपाईँको नाम के अरे अङ्कल? शेखर प्रसाद धमेला। तपाईँको घर तीनटा है? तीनटा गयो नि। ल यो आगलाई कहाँबाट सुरु भएको थाहा भयो? मलाई केही थाहा भएन। त्यही त यो आप्से आब है। गाई बस्तु फुकाएर लिएर जाँदैछ। म त हिजो पारिपट्टि लागिरहेको छु। गाई बस्तु हामीले फुकाल्दिउँ यता छ होइन? उता बाँध्नु। यो भिडियो बनाएर राख्यो भने पछि काम दिन्छ तपाईँलाई। डोजरले ल यहाँ एउटा उता पर एउटा बाछो छ। त्यो बाछोलाई म निकाल्ने कोसिस गर्छु है। होइन तिर त छँदैछ नि त। अब रुएर कराएर पनि हुन्न नि त। अब हेर्न सकिनँ भुइँ बसेर रुइरहनु भएको त। यो खल्लाको उसमा छिर्यो भने चाहिँ गाह्रो होला। झन् गाह्रो त्यो फोटो निकाले होला। हजुर त्यो निकालेको भए रुखै डढ्छ। यो फोटोवाला नै हो। ननिकाले पनि त्यो पुरानो धेरै वर्षमा आयो के यसरी। आगोको झिल्कोले नभेट छनेर घरको छानामा चाहिँ पुरा पानीहरू लगाउँदै बसिरहेका छन्। गाउँका घरका मान्छेहरू पुरा त्रसित छन्। पुरै धुवाँ भइसकेको छ।
भोजपुरको पारपानी भन्ने ठाउँ यी जताततै यता पनि पुरा आगलागी भइसक्यो। अहिलेसम्म जानकारीमा चाहिँ 3वटा घर आगलागी भइसकेको चाहिँ थाहा भइसक्यो। एउटा घरमा चाहिँ हामीले बाख्रा साख्रा गाई बस्तु चाहिँ जोगाउन सकियो, तर लुगाहरू जोगाउन सक्यो, घर जोगाउन सकेन। यो हेर्नुहोस्, आमा यो कोही रहेन, यो धुवा मण्डल पारपानीमा यो पुरै पारपानीमा यस्तो छ। हेर्नुहोस् त ऊ मान्छेहरू पुरा त्रसित छन्। हेर्दा हेर्दै आगलागी भयो, घर जोगाउन सकिएन। कृपया क्षमा याचना माग्दछु। सशस्त्र प्रहरी कार्यालय स्थानीयवासीहरू सम्पूर्णको जमघटबाट चाहिँ यो एउटा घरलाई चाहिँ जोगाउन सफल भइएको छ र अरू घर चाहिँ अब यो घर र उतो पल्लो घर चाहिँ सफल भइएन जोगाउनु। तर उहाँको सामानहरू चाहिँ सबै निकाल्नु जोगाइयो र उहाँहरूले चाहिँ अब आफ्नो जीव ज्यान दिएर पुरा घरहरू चाहिँ जोगाइरहनु भएको छ। यो दलिनको निभाइदिनु पर्थ्यो, यो सल्किरहन्छ। यो दलिनको पानी त्यहाँ हाल्नु पर्थ्यो।